के छ हिरो? आज हिरोको मुड ठिक छैन जस्तो छ। भिजा रिजेक्ट भयो कि गर्लफ्रेन्ड जिस्किने बेला हो यो। सब विदेश गएर पैसा छापिरहेको छ यार। म भने चिया पसलमा बसेर फ्युचर खोज्दैछु। फ्युचर चिया पसलमा होइन ब्रो, दिमागमा खोज्ने हो। तेरो मोटिभेसनल डायलगले घर चल्छ? केही त छैन यार नेपालमा। काम छैन, पैसा छैन, फ्युचर छैन। अनि विदेशमा के छ? सुनको रोड। कमसेकम रेस्पेक्ट त छ यार कामको लागि। रेस्पेक्ट पैसाले होइन ब्रो, आफ्नो भ्यालुले बनाउने हो। ओह, तेरो भ्यालु बेस्ड काम। उसलाई कमजोर नसोच, ऊ आफ्नो फ्यामिली पाल्दैछ। म यसरी बाँच्न सक्दिनँ यार। त विदेशमा गएर चाहिँ के गर्छस्? जेसुकै गर्छु यार, भाडा माग्छु, कमसेकम पैसा त आउँछ यार। आफ्नो देशमा त्यो काम सानो लाग्ने अनि अर्काको देशमा गएर त्यही काम ड्रिम कसरी? यो घर देखेको छस्? के भयो त? बिरे दाइको बुढाले 3 वर्ष अगाडि ट्याक्सी चलाउँथे, लोन लिएर ठेला लिए, अहिले 2टा ब्रान्च र घर। लाइफ मस्त। सबको लक हुँदैन नि त यार। लक होइन ब्रो, रिस्क। म फेल हुन्छु कि भन्ने डर लाग्छ यार मलाई यार। विदेशमा फेल भएन? फरक यति हो, त्यहाँ फेल भयो भने तँलाई उठाउने कोही हुँदैन, यहाँ भयो भने त फेरि उठ्न सक्छस्। ओए ओए सुन्न, साँच्चै नेपाल बसेर केही गर्न सकिएला त यार। यो सिटी हेर, यहाँको हरेक बिल्डिङ कसैले न कसैले रिस्क लिएर बनाएको हो। विदेश जानु गलत होइन, तर भागेर जानु गलत हो। अनि यहाँ बसेर गर्ने पनि त के? तेरो एडिटिङ राम्रो छ, सानो प्रोडक्सनबाट स्टार्ट गरौँ न। सोसल मिडिया एड, वेडिङ, म्युजिक भिडियो, स्टार्ट स्मल वे। कि सानोबाट स्टार्ट गर। साले भनेपछि बिजनेसम्यान बनाउने प्लान छ तेरो मलाई। यो नेपालमा धेरै प्रब्लम छ, र जहाँ प्रब्लम छ त्यहाँ अपर्च्युनिटी पनि धेरै हुन्छ। भनेपछि अब एक चान्स देशलाई दिएर हेरौँ न त। देशले चान्स माग्दैन ब्रो, देशले त हामी जस्तो युवाहरूको हिम्मत माग्छ। विदेश सपना हो, तर आफ्नो देशमा सपना बनाउनु पनि हिम्मत नै।